ल है गाइस, यहाँ हेर अलैँची भट्टीमा मासु भात पाक्दैछ है। यता यी डिलमु शेर्पा गलेर पुरा सुतिरहेको छ। सिरानीमा डिउ राखेर डिउ र भती जाँड सँगै राखेछ। यता कुन खान्छौ खै। यता छ केटाहरूले खाने जाँड। यता केटाहरूले भर्खर टिपेछ 2-3 डोको। अब यसो तेर्सो गएपछि केटाहरू यो ओह्रालोमा टिप्दैछ। यहाँनिर टिप्दैछ केटाहरू। यहाँनिर तल गाउँ मेरो जन्म गाउँ। यस्तो राम्रो भूगोल छ कि ठाउँ पनि त्यस्तै सेम नै हो, चाइनाको ल्हासा जस्तै, स्वर्ग जस्तै। केटाहरू यहाँनिर टिप्दैछ यो गहिरोमा। आज केटाहरूले यसो यो उँभो लान्छ होला। यो उँभो माथिसम्म पुर्याउँछ। भोलि माथि, पर्सि माथि, निङ्गुर्सी यतापट्टिको साइडमा, अनि कनेकुर्सी चाहिँ यता फेरि यतापट्टि गहिरो साइडमा टिपेर सक्छ होला। यस गाइज, ल है यसरी अलैँची बगानमा छुट्टै रमाइलो हुँदो रहेछ हो। आम्मामामामामा।